महादेवले रक्षा गरून्, घरमा सुख शान्ति र समृद्धि छाओस्। हर हर महादेव। सुकुटीको बास्ना आयो त यहाँ त। ओहो, माङ्सैलाई रोस्ट बनाउने ठाउँ पो रहेछ। लागे अब बुद्धतिर साथी हो। ओम मणि पद्मे। अब काठमाडौँ नै बस्ने प्लान छ मेरो। एउटा मोमो पसल खोलेर हिमालतिर कता पानी नपाउ नै। हेलो साथीहरू, मेरो नयाँ भिडियोमा तपाईहरूलाई स्वागत छ। म चाहिँ आज भक्तपुर घुम्न जान लागेको साथी हो। म भक्तपुर आइपुगे। कति सफा रहेछ भक्तपुर त। ओहो, रमाइलो हुने भयो आज। आज मेरो गर्लफ्रेन्ड रोशनीले बिजी भएको कारणले आउन सकेन। अर्को भ्लगमा पक्का देखाउँछु गाइस। कस्तो भोक लाग्यो साथीहरू। दाइ, यता मिठो तारेको माछा कता पाउँछ? खल्तीमा वालेट छ भने जानी पाउँछ। कुरा त सही भन्नुभयो। गाइस, म यसो हावा खाना यता भक्तपुरको गुन्दु जङ्गलतिर चिरेको। ओहो, कस्तो राम्रो सफा ठाउँ, कस्तो सफा हावा। मेरो दुई तैनाको पल खुल्ला भयो। मजा आयो गाइस। आज कुतै खैएला जस्तो छ गाइस। आमाले 7 बजे भन्दा अगाडि घर आइजो भनेको थियो। आइस, मलाई माफ गरिदिनु। अब यतिले छादा बोल्दैन। माछा किन्नै हो। म त छोराको लागि केटी खोज्न आएको थिएँ। हजुरलाई देखेर त आफै पो बिहे गरौँ जस्तो लाग्न थाल्यो। केरीमा बजे आमा जस्तो उमेरको मान्छेलाई जिस्काउँदो रहेछ। मुस्ताङबाट यहाँ काठमाडौँ किन आउनु भयो? म यहाँ पोलिटिकल पार्टीहरूसँग लड्न आएको हो। तिमी पनि त्यही मध्ये एक हौ। म अब सिंहदरबार जाँदैछु। अब हरेक झोलेलाई यो देशबाट लात हान्ने छ। अब हामीले नेपाल बनाउनु पर्छ। मासु भातलाई भोट नदिउँ, एकजुट हौ। हो, म आज थमेल आएको छु। मैले सुनेको रे यहाँ दमी दमी माल पाइन्छ। आज त बजाउने हो है। यो मेरो फर्स्ट टाइम हो। दाइ, एक कप चिया। 2 रुपियाँ पेप्सी। तिमी लास्ट सेक्सी अस्मिता। तिग्रा तो तोक्दिम जस्तो छ त। आउ न तोक्देऊ।